उसमा हुन्छ र यदि त्यो गरिए कसरी गरेमा त्यो मुद्दा पनि लाग्छ, प्रतिनिधि अधिकार भन्ने आइन्छ। त्यसैले यो सबै जानकारी पनि हामीले राख्नुपर्छ लेख्ने पढ्ने मान्छेहरूले। र खास गरी यो जुन पुस्तक छ यसमा चाहिँ यो पुस्तक पनि कस्तो खालको भन्ने हुन्छ, टार्गेट ग्रुप हुन्छ हैन। संसारमा सबैले चाहिँ पुस्तक लेख्छन्, सबै ग्रुप सबैको लागि हुँदैन, त्यस्तो हुन्छ सोध्नु हुँदैन। र टार्गेट ग्रुप कसको लागि लक्षित समूह कुन हो त, के को लागि हो त भन्ने छ। मलाई लाग्छ यो पुस्तक भनेको मूलतः विद्यार्थीहरूलाई लक्षित बनाएर लेखिएको छ। र आज शिक्षामा त्यति विकास भएको छ हैन। धेरै युनिभर्सिटी छन्, धेरै विद्यालयहरू छन्, निजी सरकारी थुप्रै, तर पनि यो विद्यार्थीको जुन शैक्षिक स्तर किन कमजोर छ त, यो बहसहरू भइरहेको छ। मलाई लाग्छ यस सन्दर्भमा ती विद्यार्थीलाई पढ्नको लागि मोटिभेट गर्ने, कक्षा कोठा मात्रै नभएर हामीले बाहिर पनि मोटिभेट गर्ने जरुरी छ। मलाई लाग्छ यो पुस्तकले सानो छ, 50 पेज जति छ, अरू यो पूरकलाई छोडेर मुख्य त यसको मुख्य भाग 50 पेज जति छ। त यति सानो उसमा पनि धेरै कुराहरू छ, समय व्यवस्थापनदेखि लिएर हामीले कसरी स्कोर हैन राम्रो चाहिँ गर्ने देखि लिएर कसरी पढाइलाई अगाडि बढाउनु पर्ने, विद्यार्थीलाई बढी यसमा चाहिँ केन्द्रित गरेको छ। मलाई लाग्छ यस्ता यो जुन छ, हुन त यो 1 वर्ष पनि भएको छैन होला जस्तो लाग्छ, 3वटा संस्करण आइसक्यो, यो ठुलो कुरा हो। र मलाई लाग्छ यस्तै 50 संस्करण जानुपर्छ यस्ता पुस्तकहरू, र हामीले चाहिँ पुग्नुपर्छ, जसको लागि लेखेर त्यहाँ पुग्नुपर्छ। मलाई लाग्छ भाइले प्रयास त भइरहेको छ, अझै पनि पुग्नु जरुरी छ। यसलाई हामी सबै साथ सहयोग जरुरी छ र म यो भन्न चाहन्छु। र अर्को कुरा के छ भने हामीले जुन अहिले गुनासोहरू सुन्छौँ, अघि पनि सुन्यौँ, सधैँ सुन्छौँ चिया पसलमा अथवा पसलमा आदि इत्यादिमा होइन, खास नेतृत्वप्रति गुनासोहरू आउँछ। तर खासमा के हामीले बुझ्नुपर्छ भने कुनै पनि समाजको देशको विकास हुन लागि हरेक क्षेत्रमा विज्ञहरू हुनुपर्छ, एक्सपर्टिजहरू जरुरी छ। राजनीति गर्छ भने पनि राजनीति बुझेर गर्नु पऱ्यो नि त। राजनीतिका अनेक आयामहरू छन् होइन, राजनीति गर्छु भनेर कसैले चाहिँ कुर्सीमा राखेर त भएन। त्यस कारणले हरेक क्षेत्र हामी जे गर्छौँ त्यस क्षेत्रमा हामी विज्ञान हासिल गर्नुपर्छ, कोसिस गर्नुपर्छ। र नयाँ हामीले खास गरेर विद्यार्थी जुन भाइ बहिनी हुन्छ उनीहरूलाई हामी त्यसलाई ओरिएन्टेड गर्नुपर्छ, आशावादी बनाउने, सपना चाहिँ देख्नुपर्छ भने सिकाउने, र त्यताको लागि आफ्नो विषय के हो त्यसमा विज्ञता हासिल गर्नलाई सहयोग गर्नुपर्छ हामीले होइन। अहिले ओभरअल हामी अब पत्रकारिता सुनिने हुन्छ, पत्रकारितामा यो सबै कुरा जानकारी राख्नुपर्छ, आफ्नो छ त्यो एउटा फाँट भयो। तर एउटा एक्सपर्टिज भन्छ नि, एउटा कुनै विषयमा चाहिँ जस्तो हाम्रो प्रकाशी हुनुहुन्छ, उहाँ चाहिँ संस्कृतिको प्राध्यापक हुनुहुन्छ, उहाँले संस्कृतिको बारेमा धेरै कुरा जान्नु भएको छ, जति हामी जान्नु सक्दैन, त्यस्तै अरू विषय पढाएको हुन्छ। त्यसैले भन्न खोजेको के भने हामीले बालबालिकाहरूलाई पनि कुन विषय हो त होइन, तर त ओभरअल पढिन्छ, माथि जाँदाखेरि त एउटै पढ्ने हो, त्यसमा विज्ञता हासिल गर्नुपर्छ। र अर्को कुरा के छ भने पढेर केही हुन्न भन्ने खालको जुन भाष्य छ त्यसलाई हामी हटाउनुपर्छ। पढेर धेरै कुरा हुन्छ, दुनियाँमा जति विकास भयो पढेरै भएको छ, ज्ञानले गरेको छ है। पढाएर चाहिँ पढेका मान्छे, हामीले भनेका मान्छेहरूले राम्रो काम नगरे होला, तर हामी के बुझ्नुपर्छ पढेरै हुन्छ। त्यस कारण हामीले पढाइ चाहिँ बेकार हो, शिक्षा बेकार भन्ने खालको कुराहरू त्यो लाग्नु हुँदैन। र हामीले अभिभावक जहाँ छौँ, हामी शिक्षक छौँ, हामी सामाजिक अभियन्ता छौँ, हामीले समाजमा एउटा सकारात्मक होइन भाइब्रेसन दिने खालको चाहिँ कुराहरू गर्नुपर्छ, सकारात्मक सन्देश दिनुपर्छ। र निराशा गुनासा यो त आफ्नो छँदैछ, किन जीवनमा समाजमा कुनै पनि राज्यमा पनि सम्पूर्ण कहिले हुँदैन। संसारमा अमेरिका जस्तो देशमा नि सम्पूर्ण छैन नि त, त्यहाँ पनि केही त्यसका चाहिँ सीमाहरू छन्। त्यसैले हामीले चाहिँ जहिले पनि समाजलाई सकारात्मक लानुपर्छ र विद्यार्थीहरूलाई सकारात्मक लाने, उनको भविष्य चाहिँ एउटा चाहिँ टार्गेट बनाएर गोल बनाएर अगाडि बढ भन्ने हौसला दिने, त्यो क्रममा यो पुस्तकले मलाई लाग्छ एकदमै सहयोगी भूमिका निर्वाह गर्छ भन्ने लाग्छ। र यसलाई अझ आगामी दिनमा अझै अरू संस्था निस्किँदाखेरि हुबहु नभएर अझै परिमार्जित गरेर अझै थपेर अझै ठुलो आकारमा आश भन्ने म शुभकामना दिन चाहन्छु। र मलाई लाग्छ यस्ता पुस्तक धेरै आउँछन्, साहित्य पुस्तक आफ्नो किसिम भूमिका छ, यस्ता पुस्तक आफ्नो भूमिका छ। त्यसैले हरेक समाजमा ज्ञानको निर्माण गर्ने, ज्ञानको हस्तान्तरण गर्ने एउटा क्रमले सभ्यता निर्माण गर्ने। सभ्यता आफै निर्माण हुँदैन, इतिहास आफै बन्दैन, ज्ञानको निर्माण गर्ने होइन, त्यसपछि चाहिँ जेनेरेट गर्ने नलेजको प्लस त्यसलाई चाहिँ के भन्छ हस्तान्तरण गर्ने त्यो क्रममा जान्छ। र हामीले इतिहासको यात्रामा उतार चढावहरू हुन्छन्, जस्तो राजनीतिमा समाज हरेक क्षेत्रमा उतार चढाव हुन्छन्, तर त्यो भने अस्थायी जस्तो लाग्छ मलाई। निरन्तर हिँड्ने मान्छे, निरन्तर गर्ने मान्छे लक्ष्यमा पुग्छ।
हामीले बालबालिकाहरूले त्यो चाहिँ चेतना दिने, त्यो शिक्षा दिने, त्यो सन्देश दिने र उनीहरूलाई बलियो बनाउने काम गर्नुपर्छ। मलाई लाग्छ यो पुस्तकले बालबालिका त्यतातिर ओरिएन्टले गरेको छ भन्ने मलाई विश्वास पनि छ र आगामी दिन अझै राम्रो किसिममा आओस्। आज चाहिँ मैले यहाँ यसमा केही बोल्न पाएँ, थोरै बोल्ने अवसर पाएँ, यसको लागि म विष्णु भाइलाई र यहाँ सुनिदिनु यहाँ सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र पुनः विष्णु भाइको यो लेखन छ, सृजनात्मक चेत छ, जुन अभियान छ नलेज जेनेरेट गर्नेमा, त्यसमा अझै सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु र पुनः बनाइदिँदै आफ्नो भनाइ पुग्न गर्छु। धन्यवाद।